हेलो साथीहरु नमस्ते सन्चै हुनुहुन्छ होला हैन नास्ता खान लाग्यो बेलुकाको चिया र रोटी सुरु गरे है अब खाएर खाना पकाउन ढिलो हुन लाग्यो कालो चिया उखु सर्न ग्यास्ट्रिक छ चिया रोटी कस्तो मन पर्छ नि मलाई भैया बिहान कुरा कहाँ डिस्टर्ब हुनुभयो यो अब छतमा अहिले तरकारी फले टिपेर ल्याउँछु र पकाउन सुरु गर्नु पर्यो हावाले पानी भरि यसरी यता ल्याइदिएर यतातिर लिची फले लटरम्मै तरकारी टिप्न जान पर्यो छतमा रातै गर्न थालेछु भाइ पानी परेर बिहाल्छ यतातिर हेर्नु त हावाले ल बोडी फल्या छन् अलिअलि फल्या छन् अहिले त भिन्डी टिप्नु पर्यो है ए हावाले ए पुरै ए उसले प्लेटले मुख यति फलेछ हामी थोरै परिवार त भइगयो नि त है ए अन्त पानी परेर फेरि पानी पर्यो के ड्राइगन फ्रुटहरू फल्न लाग्नु
यसका ठुला ठुला हुने रहेछ। यता पनि फल्या छ, यस्तो फल्न लाग्छ। यो फल्या होइन, यसमा फल्या पनि, यसमा पनि एउटा फल्या छ, यता पनि फल्या क्या है। त्यहाँ पनि फल्या रहेछ। हेर्नु त पानी परेर बर्बाद भयो। अब झाडा पो हुन थाल्यो त। मकै टमाटर फालेर मकै यत्र यत्र भयो यतापट्टि। अब चारै दिशाबाट आछ है पानी त। पारिबाट पनि कत्रो पानी आएको यताबाट। यतातिर त्यति ठुला ठुला भएछन् मकै। भाले भरिसक्यो है खाएर यति छ। अब यसमा अदुवा रोपिदिने हो मैले। मकै यतापट्टि चाहिँ ठुल्ठुलो भएछन्। तलतिरभरि यति ठुला ठुला भएछन्। यतातिर थोरै थोरै छ कि पानी परेर बर्बादै पानी भयो। मकै त घामले कुइटे चुङ्रुङ्ग परेछ। अब पानीले राम्रो हुन्छ हरियो। यही पनि हावाले ढल्दिन लाग्यो। यत्रो पानी आएको हेर्नु त। ओहो, चारै दिशाबाट पानी परेर यतातिर फेरि मेरो घरमा यस्तो पाराको घर बनाएर बहुत दुःख पाइएको छ हो साथीहरू। हेर्नु भोलि बिहानभरि मैले यही पानी फाल्ने काम हुन्छ कि के गर्नु। पानी त धेरै आयो पर। यता लिची फलेर यस्तो छ। यतातिर पनि छ कौची खेती। चारैतिरबाट पानी पर्यो। कलकत्ता जानु त्यहीँ एकछिनमा पानी परेर। यो बाटोमाको घर के गर्नु, गाडी करा डिस्टर्ब भएको उयो गर्छ। हावा अब भोलि बिहानभरि यही पानी फाल्ने। मेरो यहाँ पोखरी बन्छ। अब पकाउन सुरु भयो। आजको मेरो भिडियो यस्तै भयो है। बुढा ओ बुढा हाई गर्नु कि ल साथीहरू, बाई बाई।